हेलो नमस्कार सबैजनालाई। ल सोफिया फुलजी आज मेरो मिसेसले प्याज त लगायो हैन। अब प्याजलाई म्याक्सिमम बढीभन्दा बढी कसरी फलाउने भन्ने उसमा चाहिँ लागिरहेछ। त्यसको लागि एउटा फर्मुला रहेछ कि एउटा आइडिया रहेछ है। त्यो आइडिया प्रयोग गर्दाखेरि चाहिँ तपाईको प्याज मजाले धेरै फलाउन सकिने र ठुलो फलाउन सकिने एउटा आइडिया हामी लगाइरहेछौँ। हेर्नुस् है बुढी के हो यो बताइदिउ त के यो गर्दा के हुन्छ। यसो गर्यो भने यो तल मासु धेरै लाग्छ रे के गाँठा धेरै हुन्छ ठुलो हुन्छ रे। गाँठा गर्न लाग्यो बनाउँदा भनेपछि यसलाई चाहिँ बिजी भएर यसलाई चाहिँ भित्र आगोबार खुर्सानी लगाछौँ। हैन यो यसरी पाक्ने बित्तिकै यसलाई चाहिँ के यो यसरी यसलाई मकै पनि लगाएको छौँ। सबै थोक हुन्छ। हैन यसलाई चाहिँ यसरी के यसरी यो माड्दिने कि के गर्ने भन्छ नि यसलाई। यसरी यसलाई चाहिँ सबैलाई यो गर्दाखेरि सुताइदिने यसलाई सुताउने एक गरे यस्तो हुनुपर्ने रहेछ। यसरी सबैलाई अझ हातले सुकाउँछ तर मैले त हातले सुकाएको कि हातमै भिटामिन हुन्छ रे हाम्रो। यसलाई चाहिँ यसरी सबैलाई यसरी गरेर सुताउने हैन। यो सुताउँदाखेरि चाहिँ के हुन्छ रे मासु धेरै लाग्छ गाँठा। यसको तलको प्याज चाहिँ ठुलो फल्छ भनौँ न हैन। ठुलो फल्छ। यो एउटा चाहिँ फर्मुला रहेछ। कति फल्यो ठुलो फल्यो यति लगाएको 4 थुन्ची भएको भनेपछि आइडिया यो आइडिया चाहिँ कसले सिकाएको बुढी? देख्नु त धेरै ठाउँ धेरै जनाले गरेको देखाएको थियो। यस्तै गर्ने चाहिँ काठले मैले चाहिँ हातले गर्छु। ट्याक ट्याक 1 by 1 यसरी चाहिँ 1 by 1 जाने रहेछ। यसलाई चाहिँ यसरी नुगाइदिने अथवा यसलाई सुताइदिने भनौँ न। यसरी भित्र मेरो यो आगोबार खुर्सानीहरू छ के त्यही भएर काठ नलागेको के नभए त काठले एक काठ बाँसको त्यो हुन्छ नि लौरो त्यसले सर गऱ्यो भने चाहिँ देखाएको थिएँ मैले देखाए जस्तो लाग्थ्यो। यसरी मैले त्यस्तै गरेको। यसपालि चाहिँ आगोबार खुर्सानी छ कि मेरो भित्र खुर्सानी लगाएको छ। त्यो पाक्ने बेला भइसक्यो भनेपछि यसरी सबैलाई 1 महिना बाँकी छ। यसरी सुताउने है। सुताउँदाखेरि चाहिँ सुताउने अनि जारहरू ठ्याक्कै यसमा यसको त्यो भित्रको गानो भन्छौँ नि त्यो त्यसको जुन फल त्यो प्याजको जुन भित्रको गानो त्यो चाहिँ ठुलो हुन्छ नि त सपिन्छ भनौँ न। यो चाहिँ लाग्यो यो चाहिँ पहिला बनाऊ हेर्नु न हो त्यहाँ हेर्नुहोस् है तलपट्टि हो कि जस्तो लाग्यो है यो आइडिया त। ल हेर्नुहोस् त यो त माथि अहिले सानो छ हामीले गरिरहेको। तल हेर्नुहोस् त यो गरिसकेको है। यो गरिसकेको तपाईँको ठुलो भित्र त्यसको दाना चाहिँ अब म देखाउँछु है। हो कि के हो साँच्ची यार मैले यो अघि हामीले देखायो नि त्यो अहिले हामी गर्दैछौँ। यो गरिसकेपछिको यो पहिला मेरो मिसेसले चाहिँ गरिसकेको रहेछ है। यो प्र्याक्टिकल यो मेथड अथवा यो फर्मुला भनौँ। यो ल हेर्नुहोस् त आमा होइन बुढी यो के साँच्चै हेर्दै हो नि। यो म त अचम्म लाग्यो यार। ल हेर्नुहोस् है यो लगाइस त्यो त्यसरी 1 by 1 भनेर हातले नुगाएको हुनु त्यसलाई सुताएको। त्यसरी सुताइसकेपछिको के कति भयो यसरी सुताएको यसलाई मैले लगभग 1 महिना भयो। हेर्नुहोस् है 1 महिना पछिको रिजल्ट चाहिँ यहाँहरू देख्न सक्नुहुन्छ। हेर्नुहोस् यो यत्रो फल्दो रहेछ। आमा पहिला एउटा हेर्नु त मलजल सबै एउटै हो कि हुन न। यो कस्तो विधि हो अचम्म लाग्यो त। ल हेर्नु त यत्रो छ हौ। ओ माई गड। ल हेर्नुहोस् त एकै दिनमा रोपेको त्यो त्यहाँ चाहिँ किन नगरे त पहिल्यै। ल हेर्नुहोस् त यत्रो गानो चाहिँ यत्रो हुँदो रहेछ। यसरी चाहिँ तपाईँको सप्रिँदो रहेछ अन्त फल लाग्दो रहेछ भनौँ न। यहाँ मलाई घोच्यो। ल हेर्नुहोस् त ल बुढी मैले त पत्याएको थिएन। रियल रहेछ हेर्नुहोस् है मैले अघि नै देखाएँ नि। अब माथि पनि देखाउँछु पहिल्यै गरेको। हेर्नुहोस् है यो चाहिँ अहिले भर्खर सुताउँदैछु हामीले यसलाई। तर रोप्न चाहिँ पहिला सँगै रोपेको रहेछ मेरो बुढीले होइन। सँगै रोपेको जुन मैले अघि देखाएँ नि त्यो कत्रो भइसकेको छ त्यो अहिले तपाईँको यो चाहिँ बल्ल हामी यसलाई सुताउँदैछौँ। त्यो विधि यहाँ अपनाउँदैछु। यो चाहिँ अलिक ढिला भएछ। यहाँ तपाईँको हेर्नुहोस् त यो गानो लागेकै छैन। सानो मात्रै छ हेर्नुहोस् है अझै लागेको छैन। अब अर्को देखाउँछु म है जुन चाहिँ पहिले यसो सुताइसकेको अर्को फ्लटको देखाउँछ है म त। ल हेर्नुहोस् है त्यो मैले अघि देखाएँ नि त्यो सँगै
सँगै रोपेको एउटै बिउ हो अहिले चाम यार के छ बोल सुताको यत्रो हुँदैछ सुताको फल त्यो गानो यत्रो लाग्दैछ चाहिँ यो तलको जुन बीजको हामीले सुताउँदै गर्दाको अवस्थाको जुन त्यो र यो तलको एकै दिन भनौँ न एकै टाइममा रोपेको अहिले यत्रो भइसक्यो ल यसलाई जब हामीले सुताउँदाखेरि यसलाई नुगाउँदाखेरि चाहिँ मैले यत्रो हुँदो रहेछ यो चाहिँ एकदम यो विधि चाहिँ तपाईँको चाहिँ एकदम रियल रहेछ भन्ने कुरो यसले प्रमाणित हुन्छ है यसैले प्रमाणित गरिदियो हेर्नुहोस् न सँगै रोपेको तलको चाहिँ त्यत्रो हो यो चाहिँ सुताको यत्रो हो सुताको ठाउँमा यत्रो हो सुताको ठाउँमा हेर्नुहोस् है र नसुताको ठाउँमा चाहिँ तलको जुन छ नि त्यो मैले देखाएँ नि त्यो सानो अब त्यसलाई भएर हामीले त्यसलाई नुगाउँदैछु अथवा सुताउँदैछु अब त्यो चाहिँ केही दिनपछि अथवा 1 महिना लगभग सम्भवतः 1 महिनापछि यस्तै हुँदो रहेछ भन्ने कुरा प्र्याक्टिकल्ली चाहिँ हामीले थाहा पायौँ भन्नुहोस् है त्यही भएर तपाईँको यो खेतीपाती फलफुल गर्नमा पनि एउटा सबभन्दा ठुलो चाहिँ एउटा फर्मुला अर्थात् विधि टेक्निक भनौँ न ज्ञान र सिप भनौँ न एउटा सिप त हो नि यो कुराहरूको चाहिँ अत्यन्त आवश्यक हुँदो रहेछ हेर्नुहोस् है के छ पछि खालजिलो पिन्छ त सिकाएको कसले हो बुढीलाई म त अचम्म लाग्दा यार यो विधि त साँच्चीकै यो विधि एकदम फ्रुटफुल लाग्यो यो विधि चाहिँ एकदम नै प्रभावकारी विधि रहेछ तल पनि गर्नुपर्ने प्याज चाहिँ हामीले रोपेका छौँ है अब यो त खाना यो त बेच्न पनि पुग्छ नि खाना खाएर त सकिँदैन होला हौ बुढी यति त सक्छ त बेच्ने भन्दा मेरो आफन्त छोरा छोरी आफन्त दिदी सबैले दिने हो बाँड्ने हो भनेपछि बुढी पनि हो नि त यो अर्ग्यानिक हो नि त बुढी पनि मनकारी नै रहेछ मेरो बुढी पनि सबैले दिएर बाँकी बसेको खाने हो दिने हो बेच्ने हो ओके छ त झारो छ हिँड्ने मात्रै हुन्छ गाह्रो छ है गाँजा ए हो त नि यसमा फल आएको छ त्यसलाई हेर्नुहोस् है यो चाहिँ ओरिजिनल रहेछ अस्ति पनि देखाएको थिएँ तपाईँहरूलाई यो गाँजा हेर्नुहोस् यो पनि गाँजा यो चाहिँ भाङ मलाई जहाँसम्म चाहिँ भाङ हो कि हामीले हो यसरी लाग्नुपर्छ कि लट्टरमा यो गाँजाको जुन मेन्स छ नि माल यहाँ यसरी होइन अहिले यसरी लाग्छ यहाँ त्यसपछि यो ठ्याक्कै यो यतापट्टि यो चाहिँ कि त भाङ मात्र हो कि त भने यो भाले हुनुपर्छ यो यन्त्र पनि सुताउनु पनि यहाँ त बल्ल सानो लागिरहेको तर रोप्नु चाहिँ यो सबै एकैचोटि रोप्यो भने त यो 1-2 दिन फरक मात्र 1-2 दिन तल्लो सँगसँगै हो नि त्यो 3 ठाउँमा चाहिँ एकै दिन नै रोपेँ मैले त्यो 3 ठाउँको त्यो माथिको यो यहाँ बीचको अनि त्यो तलको के गन्दी भएको नि धेरै फरक हुन्छ धेरै फरक एक दिन नरोपेको त्यही भएर यो तपाईँको के भन्छ यो उसमा पनि यो विधि लागु हुँदो रहेछ नि खेतमा पनि लागेको छ अहिले टमाटर के थाहा हुँदो रहेछ टमाटर त्यो 3G कटिङ भन्छ त्यो 3G कटिङ गर्दाखेरि चाहिँ धेरै फल्दो रहेछ टमाटरमा मैले देखेको टमाटर त्यसपछि तारिछौँ है त्यसपछि टमाटर त्यसपछि यो उसमा त्यसपछि टमाटर अनि त्यसपछि के भने यो काँक्रो भयो होइन यिनीहरूमा चाहिँ 3G कटिङ गऱ्यो भने 3G कटिङ गऱ्यो भने चाहिँ त्यसमा मजाले फल्दो रहेछ देखेको त्यही विधि सेम त्यो खालको एउटा टेक्निक यो प्याजमा पनि लागु हुँदो रहेछ कि यसलाई चाहिँ यसरी 3G कटिङ भनेर जस्तै यसलाई चाहिँ यसरी सुताउँदाखेरि चाहिँ मजाले अब 15-20 दिनपछि चाहिँ यो तलको यो गानो चाहिँ यो फल चाहिँ मजाले ठुल्ठुल पुरा चाहिँ यो अब चाहिँ भनौँ न यो ठुलो भएर आउँछ यसमा चाहिँ है यो सुता अहिले चाहिँ हामीले यसो सुतायौँ मजाले सुताउने हातले अथवा कुनै एउटा काठ अथवा लौरोले चाहिँ यसलाई मजाले पेल्दा पनि हुन्छ पेल्ने हो कि खास सुताउने हो कि यसले पेल्ने हो एक साइडमा यसले पेलेर ल्याउँदा पनि हुन्छ यो खेती प्रविधिमा तपाईँको यो
त्यही भएर यो किसान एग्रिकल्चर भनेको तपाईँको एउटा केवल साइन्स हो, एउटा विज्ञान हो। यसमा चाहिँ तपाईँको धेरै टेक्निकहरू, यसमा धेरै मेथडहरू हामीले अपनाउन सक्यौँ भने यसमा नयाँ नयाँ कुरोहरू रिसर्च गर्न सकिन्छ। त्यही भएर कृषि भनेको एउटा विज्ञान हो। यसलाई चाहिँ तर हामीले चाहिँ यसलाई के त हाम्रो नेपालमा गाउँघरमा चाहिँ यसलाई कृषि भनेको चाहिँ के नजान्ने अनपढ अशिक्षित मान्छेले गर्ने एउटा पेसा हो भन्ने त्यो रूपमा चाहिँ हामीले लिइरहेछौँ। राज्यले पनि त्यो रूपमा यसलाई चाहिँ तपाईँको त्यो क्याटेगोरीमा चाहिँ राखेको छ कि कृषि भनेको के नजान्ने भनौँ न अझै एउटा लफङ्गा अशिक्षित पटमूर्खले गर्ने पेसा भनेर त्यो रूपमा चाहिँ राखेर हेरिरहेको छ, त्यो नजरले हेरिरहेको छ। त्यसले गर्दाखेरि हो कि हामी कृषिमा पछि परेको। तर वास्तवमा मैले पनि अलिअलि रिसर्च गर्दा बुझ्दै जाँदाखेरि चाहिँ कृषि चाहिँ सबभन्दा ठुलो एउटा एक खालको चाहिँ एउटा विज्ञान, यसमा चाहिँ अनुसन्धान गर्ने चाहिँ ऊ रहेछ, पाटो रहेछ, यो खालको विषय रहेछ भन्ने कुरा चाहिँ मैले पनि अहिले आएर अलिअलि बुझिरहेको छु। त्यही भएर म कृषिमा चाहिँ अलिअलि मलाई पनि इन्ट्रेस्ट भएको कारण त्यो हो। अब चाहिँ तपाईँ हामीले कृषि चाहिँ नपढ्नेले भन्दा पनि पढ्नेले गर्नुपर्ने विषय हो भन्ने लाग्छ र राज्यले पनि त्यो तरिकाले सोचिदिनुपर्छ। अब चाहिँ यसमा रिसर्च गरेर नयाँ नयाँ प्रविधि, नयाँ नयाँ तपाईँको टेक्नोलोजीहरू चाहिँ यसमा अप्नाएर चाहिँ रिसर्च गरेर चाहिँ खेती गर्न सक्यौँ भने पक्कै पनि हामीले खेती कृषिबाट चाहिँ आर्थिक समृद्धि ल्याउन सकिन्छ। यो चाहिँ सम्भावना अथाह छ। हाम्रो देश भौगोलिक हिसाबले के भन्छ यो हावापानीको दृष्टिकोणले प्रकृतिले चाहिँ एक खालको अनुपम उपहार दिएको छ कि कृषिको लागि। तर पनि मैले अघि नै भने राज्यको एउटा नजर कृषिमा हेर्ने नजर चाहिँ अलिकति वैज्ञानिक नभएको कारणले गर्दाखेरि नि हामी कृषिमा पछाडि परिरहेका छौँ। त्यसैले राज्यले अबको जुन राज्यले चाहिँ अब बन्ने सरकार अबका युवाहरूले पनि कृषिमा केही एउटा नयाँ तरिकाले चाहिँ यसलाई सोच्नुहुनेछ। कृषि एउटा हाम्रो एउटा आर्थिक समृद्धिको मेरुदण्ड हो भन्ने तरिकाले सोचिदिनु हुनेछ भन्ने मैले चाहिँ अपेक्षा गरेको छु। हेर्नुहोस् त यहाँतिर पनि अब यसलाई हामीले नुगाउन पाएनौँ, सुताएनौँ। त्यसले गर्दाखेरि यतातिर पनि खासै त्यति यो तलको फल गानो चाहिँ लागेको छैन। फल त लागेको छ तर सानो, तल जुन पहिला मैले देखाएँ त्यो भिडियोमा जस्तो त्यो खालको चाहिँ फल लागेको छैन यतातिर। हेर्नुहोस् है, त्यही भएर यसलाई सुताउनु चाहिँ एकदम सुताउनु भन्नाले यसलाई नुगाउने एउटा प्रविधि, त्यो विधि चाहिँ त्यो फर्मुला चाहिँ अपनाउनु अत्यन्त आवश्यक देखेँ। त्यसले गर्दा मैले फेरि पनि भने यो कृषि पनि एउटा प्र्याक्टिकल एउटा रिसर्च बेसमा एउटा चाहिँ तपाईँको अनुसन्धान गरेर चाहिँ गऱ्यौँ भने यसबाट हामीले सोचे जसभन्दा पनि राम्रो प्रतिफल उत्पादन लिन सकिने रहेछ। यी कुरोहरू चाहिँ अब नयाँ युवा पिँढीहरूले बुझ्नु पर्दछ। ल भिडियो हेरिदिनु भयो सबैजनालाई धन्यवाद। मैले भने मेरो युट्युब च्यानलमा चाहिँ विशेष गरी कृषि बेसमा आधार रहेर भिडियोहरू बनाउँछु र त्यसपछि अन्य समसामयिक विषयलाई समेटेर पनि बनाउने म कोसिस गर्छु। र मेरो उद्देश्य भनेकै मैले गर्ने कृषि कर्म अन्य कर्महरू पनि सबैले भनौँ न देख्न सकौँ र मैले गरेको कर्मबाट केही न केही पक्कै पनि केही न केही एउटा कुराहरू सिक्न सकिन्छ। त्यसबाट पनि केही न केही एउटा पोजिटिभ मेसेज जान्छ भन्ने मलाई लाग्यो हुनाले मैले चाहिँ मैले गर्ने दैनिकी, मैले गर्ने कर्म र अन्य गाउँघरको टिपिकल विषयवस्तु दैनिकीहरूलाई चाहिँ म युट्युब मार्फत चाहिँ समेट्ने कोसिस गरेको छु। त्यसैले यहाँहरूले मेरो भिडियोहरूलाई हेरिदिनु होला। त्यसको लागि मेरो हृदयबाट यहाँहरूलाई त्यो मैले अनुरोध गरेँ। थ्याङ्क यू सो मच फर वाचिङ। प्लिज मैले भने फेरि पनि